सबैजनालाई नमस्कार। स्वागत छ जीके फर लोक सेवा युट्युब च्यानलमा। हामी सङ्गठित संस्था चौथो तहको पूर्व योग्यता परीक्षाको तयारीमा छौँ। हिजो हामीले भूगोल, वातावरण र जनसङ्ख्या टपिकमा आधारित भएर चाहिँ विभिन्न महत्त्वपूर्ण क्वेसनहरू प्र्याक्टिस गरेका थियौँ। यदि हजुरहरूले हिजोको भिडियो हेर्नु भएको छैन भने हिजोको भिडियोको लिङ्क म यस भिडियोको डिस्क्रिप्सनमा राखिदिन्छु, त्यहाँबाट त्यो भिडियो पनि हेर्न सक्नुहुनेछ। र आज चाहिँ हामी इतिहास र संस्कृति टपिकमा आधारित रहेर विभिन्न महत्त्वपूर्ण क्वेसनहरू प्र्याक्टिस गर्नेछौँ। आजको पहिलो क्वेसनमा जानुभन्दा पहिले यदि हजुरहरूले च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब गरेर च्यानलमा जोडिनु होला। भिडियोलाई लाइक गर्न नबिर्सनु होला। भिडियोलाई धेरैभन्दा धेरै सेयर गरिदिनु होला र आज कतिवटा क्वेसन मिलाउनुहुन्छ अनि भिडियो कस्तो लाग्छ त्यो कुरा चाहिँ कमेन्टमा भन्न नबिर्सनु होला। अब ढिलो नगरी आजको पहिलो क्वेसनतर्फ लागौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। आजको पहिलो क्वेसन नम्बर 1 के रहेको छ भने इतिहासका 5 युग मध्ये आधुनिक युग कतिऔं शताब्दीदेखि कतिऔं शताब्दीसम्म चलेको थियो? अप्सन ए 12औं देखि 15औं शताब्दीसम्म, अप्सन बी 12औं देखि 16औं शताब्दीसम्म, अप्सन सी 13औं देखि 16औं शताब्दीसम्म र अप्सन डी 13औं देखि 18औं शताब्दीसम्म गरेर अप्सन रहेका छन्। अब इतिहासका 5 युग मध्ये आधुनिक युग चाहिँ 13औं शताब्दीदेखि 16औं शताब्दीसम्म चलेको थियो। यसको राइट एन्सर अप्सन सी रह्यो। इतिहासका 5 युग मध्ये आधुनिक युग चाहिँ 13औं शताब्दीदेखि 16औं शताब्दीसम्म चलेको थियो। त्यस्तै क्वेसन नम्बर 2 मा जाउँ। क्वेसन नम्बर 2 मा हसुना संस्कृतिको विकास कुन सभ्यतामा भएको थियो? अप्सन ए रोमको सभ्यता, अप्सन बी चिनिया सभ्यता, अप्सन सी मिश्रको सभ्यता र अप्सन डी मेसोपोटामियाको सभ्यता गरेर अप्सन रहेका छन्। अब हसुना संस्कृति चाहिँ मेसोपोटामियाको सभ्यतामा चाहिँ विकास भएको थियो है। यसको राइट एन्सर अप्सन डी रह्यो। हसुना संस्कृतिको विकास चाहिँ मेसोपोटामियाको सभ्यतामा विकास भएको थियो। त्यस्तै क्वेसन नम्बर 3 मा जाउँ। क्वेसन नम्बर 3 मा होमर कुन सभ्यताका महाकवि थिए? अप्सन ए रोमको सभ्यता, अप्सन बी युनानी सभ्यता, अप्सन सी चिनिया सभ्यता र अप्सन डी सिन्धु घाटीको सभ्यता गरेर अप्सन रहेका छन्। अब होमर चाहिँ युनानी सभ्यताका महाकवि थिए। यसको राइट एन्सर अप्सन बी रह्यो। होमर चाहिँ युनानी सभ्यताका महाकवि थिए। त्यस्तै क्वेसन नम्बर 4 मा जाउँ। क्वेसन नम्बर 4 मा क्रिस्टोफर कोलम्बसले अमेरिका देश कहिले पत्ता लगाएका थिए? अप्सन ए सन् 1498, अप्सन बी सन् 1494, अप्सन सी सन् 1593 र अप्सन डी सन् 1492 गरेर अप्सन रहेका छन्। अब अमेरिका चाहिँ क्रिस्टोफर कोलम्बसले पत्ता लगाएका थिए है। उनले चाहिँ सन् 1492 मा चाहिँ अमेरिका पत्ता लगाएका हुन्। यसको राइट एन्सर अप्सन डी रह्यो। क्रिस्टोफर कोलम्बसले चाहिँ अमेरिका देश सन् 1492 मा पत्ता लगाएका थिए। अनि सन् 1498 मा भास्को डी गामाले भारत पत्ता लगाएका थिए है। 1498 मा भास्को डी गामाले भारत पत्ता लगाएका थिए भने 1492 मा चाहिँ क्रिस्टोफर कोलम्बसले अमेरिका देश चाहिँ पत्ता लगाएका थिए। त्यस्तै क्वेसन नम्बर 5 मा जाउँ। क्वेसन नम्बर 5 मा तलका मध्ये सबैभन्दा पहिले घटेको घटना कुन हो? अप्सन ए अमेरिकी स्वतन्त्रता सङ्ग्राम, अप्सन बी गौरवमय क्रान्ति, अप्सन सी फ्रान्सेली राज्य क्रान्ति र अप्सन डी प्रथम विश्वयुद्ध गरेर अप्सन रहेका छन्। अब यी घटनामध्ये सबैभन्दा पहिले घटेको घटना चाहिँ बेलायतमा घटेको गौरवमय क्रान्ति हो। यसको राइट एन्सर अप्सन बी रह्यो। गौरवमय क्रान्ति चाहिँ यी घटनामध्ये सबैभन्दा अगाडि घटेको घटना हो है। यो चाहिँ सन् 1688 मा बेलायतमा घटेको थियो। यसलाई चाहिँ रगतविहीन अर्थात् रक्तविहीन रक्तपातविहीन क्रान्ति पनि भनेर चिनिन्छ। अनि अमेरिकी स्वतन्त्रता सङ्ग्राम सन् 1775 मा घटेको थियो। त्यस पछाडि फ्रान्सेली राज्य क्रान्ति सन् 1789 मा घटेको थियो र प्रथम विश्वयुद्ध चाहिँ सन् 1914 मा घटेको घटना भयो है। यी मध्ये सबैभन्दा पहिले घटेको घटना गौरवमय क्रान्ति जुन चाहिँ सन् 1688 मा घटेको थियो। त्यस्तै क्वेसन नम्बर 6 मा जाउँ। क्वेसन नम्बर 6 मा औद्योगिक अर्थात् यान्त्रिक क्रान्तिको समयमा कसले फ्लाइङ सटलको आविष्कार गरेका थिए? अप्सन ए जोन केले, अप्सन बी जेम्स वाट, अप्सन सी रिचार्ड अर्काराइट र अप्सन डी जेथ्रो तुल गरेर अप्सन रहेका छन्। अब औद्योगिक क्रान्ति चाहिँ 80 वर्षसम्म चलेको थियो होइन। बेलायतमा चलेको क्रान्ति भयो यो है। यसलाई चाहिँ अर्को यान्त्रिक क्रान्ति पनि भनेर चिनिन्छ। कपडाको उत्पादनबाट सुरु भएको क्रान्ति थियो यो होइन। र यो समयमा फ्लाइङ सटलको आविष्कार गर्ने चाहिँ जोन केले हुन्। यसको राइट एन्सर अप्सन ए रह्यो। यान्त्रिक क्रान्तिको समयमा
फ्लाइङ सटलको आविष्कार चाहिँ जोन केलेले गरेका थिए। अनि स्टिम इन्जिनको आविष्कार जेम्स वाटले गरेका थिए। अनि वाटर फ्रेमको आविष्कार रिचार्ड अर्काराइटले गरेका थिए र ड्रिल मेसिनको आविष्कार चाहिँ जेथ्रो टुलले गरेका थिए है। यी कुरालाई नोट पनि गर्न सक्नुहुनेछ। त्यस्तै क्वेसन नम्बर 7 मा जाउँ। क्वेसन नम्बर 7 मा भारतीय स्वतन्त्रता संग्राममा गान्धीवादी युगको अवधि कुन हो? अप्सन ए सन् 1919 देखि 1948, अप्सन बी सन् 1919 देखि 1949, अप्सन सी सन् 1920 देखि 1947 र अप्सन डी सन् 1919 देखि 1947 गरेर अप्सन रहेका छन्। अब भारतीय स्वतन्त्रता संग्राम चाहिँ 3 चरणमा समापन भएको हो हैन। पहिलो चरण भनेको उदारवादी युग, दोस्रो चरण भनेको उग्रवादी युग र तेस्रो चरण चाहिँ गान्धीवादी युग हो है। र गान्धीवादी युगको अवधि चाहिँ सन् 1919 देखि सन् 1947 सम्मको युग थियो है। यसको राइट एन्सर अप्सन डी रह्यो। भारतीय स्वतन्त्रता संग्राममा गान्धीवादी युगको अवधि चाहिँ सन् 1919 देखि सन् 1947 सम्म थियो। अनि पहिलो युग भनेको उदारवादी युग जसको अवधि चाहिँ सन् 1885 देखि सन् 1905 सम्म थियो हैन। सन् 1885 देखि सन् 1905 सम्म थियो। अनि द्वितीय चरण भनेको उग्रवादी युग चाहिँ सन् 1906 देखि 1918 सम्म थियो र गान्धीवादी युग चाहिँ सन् 1919 देखि 1947 सम्म थियो है। यी कुरालाई नोट पनि गर्न सक्नुहुनेछ। त्यस्तै क्वेसन नम्बर 8 मा जाउँ। क्वेसन नम्बर 8 मा द्वितीय विश्वयुद्ध पश्चात शक्तिशाली बन्न पुगेका राष्ट्र कुन कुन हुन्? अप्सन ए अमेरिका र रुस, अप्सन बी अमेरिका र जापान, अप्सन सी अमेरिका र जर्मनी र अप्सन डी जापान र इटाली गरेर अप्सन रहेका छन्। अब द्वितीय विश्वयुद्ध पश्चात शक्तिशाली बन्न पुगेका राष्ट्रहरू चाहिँ अमेरिका र रुस हुन्। यसको राइट एन्सर अप्सन ए रह्यो। द्वितीय विश्वयुद्ध पश्चात शक्तिशाली बन्न पुगेका राष्ट्र चाहिँ अमेरिका र रुस हुन्। त्यस्तै क्वेसन नम्बर 9 मा जाउँ। प्रथम विश्वयुद्धमा नेपालले बेलायतलाई सैन्य सहयोग गर्दा नेपाली सेनाको नेतृत्व कसले गरेका थिए? अप्सन ए बहादुर शमशेर, अप्सन बी कुलवीर थापा, अप्सन सी कर्णबहादुर थापा र अप्सन डी बबर शमशेर गरेर अप्सन रहेका छन्। अब प्रथम विश्वयुद्धमा नेपालले बेलायतलाई सैन्य सहयोग गर्दा चाहिँ नेपाली सेनाको नेतृत्व बबर शमशेरले गरेका थिए। यसको राइट एन्सर अप्सन डी रह्यो। प्रथम विश्वयुद्धमा नेपालले बेलायतलाई सैन्य सहयोग गर्दा नेपाली सेनाको नेतृत्व चाहिँ बबर शमशेरले गरेका थिए। अनि दोस्रो विश्वयुद्धमा नेपालले बेलायतलाई सैन्य सहयोग गर्दा नेपाली सेनाको नेतृत्व चाहिँ बहादुर शमशेरले गरेका थिए है। पहिलोमा बबर शमशेरले गरेका थिए र दोस्रोमा चाहिँ बहादुर शमशेरले गरेका थिए। अनि कुलवीर थापा भनेको पहिलो भिक्टोरिया क्रस पाउने नेपाली हुन् हैन। अनि कर्णबहादुर थापा भनेको दोस्रो। कुलवीर थापाले सन् 1915 मा चाहिँ भिक्टोरिया क्रस पाएका थिए है। पहिलो चाहिँ कुलवीर थापा हुन्, त्यस पछाडि कर्णबहादुर थापा हुन्। त्यस्तै क्वेसन नम्बर 10 मा जाउँ। क्वेसन नम्बर 10 मा म्यान अफ द पिपुल भनेर कुन अमेरिकी राष्ट्रपतिलाई चिनिन्थ्यो? अप्सन ए जर्ज वाशिङटन, अप्सन बी जोन एडम्स, अप्सन सी थोमस जेफरसन र अप्सन डी अब्राहम लिङ्कन गरेर अप्सन रहेका छन्। अब म्यान अफ द पिपुल भनेर चिनिने अमेरिकी राष्ट्रपति चाहिँ थोमस जेफरसन हुन् है। यसको राइट एन्सर अप्सन सी रह्यो। थोमस जेफरसनलाई चाहिँ म्यान अफ द पिपल भनेर चिनिन्थ्यो। उनी चाहिँ पहिलेका अमेरिकी राष्ट्रपति थिए। त्यस्तै क्वेसन नम्बर 11 मा जाउँ। क्वेसन नम्बर 11 मा गोपाल वंशका राजाहरूले कति वर्ष शासन गरेका थिए? अप्सन ए 521 वर्ष, अप्सन बी 522 वर्ष, अप्सन सी 523 वर्ष र अप्सन डी 524 वर्ष गरेर अप्सन रहेका छन्। अब नेपालको पहिलो वंश भनेको नै गोपाल वंश हो हैन। र गोपाल वंशका राजाहरूले चाहिँ 521 वर्ष शासन गरेका थिए। यिनीहरूको शासन केन्द्र मातातीर्थ थियो हैन। र यो वंशका पहिलो राजा भनेको गुप्तमान, जसलाई भूमिगुप्त पनि भनेर भनिन्छ। उनी नै नेपालका पहिलो राजा हुन् है। र अन्तिम राजा चाहिँ जितुगुप्त हुन् है, जसलाई यक्षगुप्त पनि भनेर भनिन्छ। यिनीहरूको वंशले चाहिँ जम्मा 521 वर्ष नेपालमा शासन गरेको थियो। त्यस्तै क्वेसन नम्बर 12 मा जाउँ। क्वेसन नम्बर 12 मा गोकर्णमा बस्ती कुन राजाले बसालेका थिए? अप्सन ए हम्सुवर्मा, अप्सन बी गुणकामदेव, अप्सन सी मानदेव र अप्सन डी सुपुष्प गरेर अप्सन रहेका छन्। अब गोकर्णमा बस्ती बसाल्ने राजा चाहिँ मानदेव हुन्। यसको राइट एन्सर अप्सन सी रह्यो। गोकर्णमा मानदेवले चाहिँ बस्ती बसालेका थिए। त्यस्तै क्वेसन नम्बर 13 मा जाउँ। क्वेसन नम्बर 13 मा तलका भनाइ कुन सही छ? अप्सन ए लिच्छवी कालमा राजस्व सङ्कलन अड्डालाई कुथेर भनिन्थ्यो। अप्सन बी लिच्छवी कालमा दरबारमा रहेको बिस्टी अड्डाले झारा तथा
श्रमको बन्दोबस्त गर्दथ्यो गरेर यहाँ चाहिँ भनाइरहेका छन्। अप्सन सीमा छ ए र बी दुवै सही, डीमा छ ए र बी दुवै गलत गरेर अप्सन रहेका छन् है। अब यी भनाइहरूमध्ये दुईटै भनाइ चाहिँ के छन् त भन्दा सही छन्। यसको राइट एन्सर चाहिँ अप्सन सी हुन्छ। ए र बीका दुवै भनाइ चाहिँ सही रहेका छन् है। लिच्छवी कालमा राजस्व सङ्कलन अड्डालाई चाहिँ कुथेर भनिन्थ्यो र लिच्छवी कालमा दरबारमा रहेको बिस्टी अड्डाले झारा तथा श्रमको बन्दोबस्त गर्दथ्यो। दुवै भनाइ सही छन्। त्यस्तै क्वेसन नम्बर 14 मा जाउँ। क्वेसन नम्बर 14 मा तान्त्रिक शक्तिद्वारा काल भैरवलाई हँसाउने मल्ल राजा को थिए? अप्सन ए लक्ष्मी नरसिंह मल्ल, अप्सन बी सिद्धि नरसिंह मल्ल, अप्सन सी योग नरेन्द्र मल्ल र अप्सन डी प्रताप मल्ल गरेर अप्सन रहेका छन्। अब तान्त्रिक शक्तिद्वारा काल भैरवलाई हँसाउने मल्ल राजा चाहिँ प्रताप मल्ल हुन्। यसको राइट एन्सर अप्सन डी रह्यो। सबैलाई थाहा नै होला होइन, तान्त्रिक शक्तिद्वारा काल भैरवलाई हँसाउने मल्ल राजा चाहिँ प्रताप मल्ल हुन्। त्यस्तै क्वेसन नम्बर 15 मा जाउँ। क्वेसन नम्बर 15 मा योग नरेन्द्र मल्लको निधन हुँदा कति रानी सती गएका थिए? अप्सन ए 31 रानी, अप्सन बी 33 रानी, अप्सन सी 28 रानी र अप्सन डी 30 रानी गरेर अप्सन रहेका छन्। अब योग नरेन्द्र मल्लको निधन हुँदा चाहिँ 31 जना रानीहरू चाहिँ सती गएका थिए। यसको राइट एन्सर अप्सन ए रह्यो। योग नरेन्द्र मल्लको निधन हुँदा 31 रानीहरू चाहिँ सती गएका थिए। त्यस्तै क्वेसन नम्बर 16 मा जाउँ। क्वेसन नम्बर 16 मा विवाहपछि महिलाको गोत्र पुरुषको गोत्रमा बदलिने चलन चलाउने राजा को हुन्? अप्सन ए प्रताप मल्ल, अप्सन बी महेन्द्र मल्ल, अप्सन सी जयप्रकाश मल्ल र अप्सन डी जयस्थिति मल्ल गरेर अप्सन रहेका छन्। अब विवाह पछाडि महिलाको गोत्र पुरुषको गोत्रमा बदलिने चलन चलाउने राजा चाहिँ जयस्थिति मल्ल हुन्। यसको राइट एन्सर अप्सन डी रह्यो। जयस्थिति मल्ललाई समाज सुधारक राजा पनि भनेर भनिन्थ्यो है। उनले नै समाजलाई चाहिँ 4 वर्ण 36 जातमा चाहिँ विभाजन गरेका थिए भने उनले नै विवाहपछि महिलाको गोत्र पुरुषको गोत्रमा बदल्ने चलन चाहिँ चलाएका थिए। त्यस्तै क्वेसन नम्बर 17 मा जाउँ। क्वेसन नम्बर 17 मा शिक्षाका पिता भनी कसलाई चिनिन्छ? अप्सन ए पदम शमशेर, अप्सन बी देव शमशेर, अप्सन सी गेहेन्द्र शमशेर र अप्सन डी बमबहादुर राणा गरेर अप्सन रहेका छन्। अब शिक्षाका पिता भनेर चाहिँ देव शमशेरलाई चिनिन्छ। यसको राइट एन्सर अप्सन बी रह्यो। देव शमशेरलाई चाहिँ शिक्षाका पिता भनेर चिनिन्छ। उनलाई चाहिँ धनकुटे महाराज पनि भनिन्छ। उनले नै कार्यालय समयलाई चाहिँ 10 देखि 5 बजेसम्म बनाएका थिए है र उनकै पालामा गोरखापत्रको पनि प्रकाशन हुन सुरु भएको थियो विक्रम सम्वत 1958 वैशाख 24 बाट है। यी कुरालाई याद गर्नु होला। त्यस्तै क्वेसन नम्बर 18 मा जाउँ। क्वेसन नम्बर 18 मा हिले जात्राको प्रचलन कसले चलाएका थिए? अप्सन ए नरेन्द्र देव, अप्सन बी प्रताप मल्ल, अप्सन सी गुणकामदेव र अप्सन डी प्रताप सिंह शाह गरेर अप्सन रहेका छन्। अब हिले जात्राको प्रचलन चाहिँ गुणकामदेवले चलाएका थिए। यसको राइट एन्सर अप्सन सी रह्यो। हिले जात्राको प्रचलन चाहिँ गुणकामदेवले चलाएका थिए। त्यस्तै क्वेसन नम्बर 19 मा जाउँ। क्वेसन नम्बर 19 मा तीर्थ गर्न जाँदा बाटैमा मर्ने राजा को हुन्? अप्सन ए अभय मल्ल, अप्सन बी भूपालेन्द्र मल्ल, अप्सन सी प्रताप मल्ल र अप्सन डी भास्कर मल्ल गरेर अप्सन रहेका छन्। अब तीर्थ गर्न जाँदा बाटैमा मर्ने राजा चाहिँ भूपालेन्द्र मल्ल हुन्। यसको राइट एन्सर अप्सन बी रह्यो। भूपालेन्द्र मल्ल चाहिँ तीर्थ गर्न जाँदा बाटैमा मरेका थिए है। अभय मल्ल भनेको भूकम्पमा परि मर्ने राजा होइन, अनि प्रताप मल्ल भनेको हरिसिद्धिको नाच हेर्दा हेर्दै मर्ने राजा र भास्कर मल्ल चाहिँ महामारीमा परेर मर्ने राजा हुन्। त्यस्तै क्वेसन नम्बर 20 मा जाउँ। क्वेसन नम्बर 20 मा गोर्खाको पहिलो शाहवंशीय राजा को हुन्? अप्सन ए द्रव्य शाह, अप्सन बी पुरन्दर शाह, अप्सन सी छत्र शाह र अप्सन डी राम शाह गरेर अप्सन रहेका छन्। अब गोर्खाको पहिलो शाहवंशीय राजा चाहिँ द्रव्य शाह हुन्। यसको राइट एन्सर अप्सन ए रह्यो। द्रव्य पछाडि पुरन्दर, पुरन्दर पछाडि छत्र, छत्र पछाडि राम होइन, राम पछाडि डम्बर गरेर चाहिँ यी 5 वटा क्रम चाहिँ हजुरहरूले याद गर्न सक्नुहुनेछ। पहिलो द्रव्य, त्यस पछाडि पुरन्दर, त्यस पछाडि छत्र, त्यस पछाडि राम र त्यस पछाडि चाहिँ डम्बर शाह है। 5 वटा चाहिँ यिनीहरू थिए। त्यस्तै क्वेसन नम्बर 21 मा जाउँ। क्वेसन नम्बर 21 मा पृथ्वीनारायण शाहले कीर्तिपुरमा तेस्रो पटक आक्रमण कहिले गरी विजय प्राप्त गरेका थिए? अप्सन ए विक्रम सम्वत 1814 भदौ 9, अप्सन बी 1821 असोज 4, अप्सन सी 1822 चैत्र 3 र अप्सन डी 1826 चैत्र 10 गरेर अप्सन रहेका छन्। अब पृथ्वीनारायण शाहले चाहिँ कीर्तिपुरमा जम्मा 3 पटक आक्रमण गरेर विजय हासिल गरेका हुन् है र तेस्रो पटक भनेको चाहिँ 1822 चैत्र 3 मा आक्रमण गरेर विजय प्राप्त गरेका थिए। पहिलो पटक भनेको 1814 भदौ 9, यो चाहिँ असफल थियो होइन। दोस्रो पटकको पनि असफल थियो। 1821 असोज 4 मा दोस्रो पटकको आक्रमण असफल थियो र तेस्रो पटकको आक्रमण चाहिँ
1822 चैत्र 3 जुन चाहिँ सफल आक्रमण अर्थात् विजय प्राप्त गरेको मिति चाहिँ यो हो र 1826 चैत्र 10 मा चाहिँ काठमाडौँलाई नेपालको राजधानी घोषणा गरेको मिति हो है। त्यस्तै क्वेशन नम्बर 22 मा जाउँ। क्वेशन नम्बर 22 मा नेपाल र इस्ट इन्डिया कम्पनी बीच कहिले सुगौली सन्धि भएको थियो? अप्सन ए सन् 1816 मार्च 5, अप्सन बी सन् 1816 मार्च 7, अप्सन सी 1816 मार्च 6 र अप्सन डी सन् 1816 मार्च 3 गरेर अप्सन रहेका छन्। अब नेपाल र इस्ट इन्डिया कम्पनी बीच चाहिँ सन् 1816 मार्च 3 मा चाहिँ के भएको थियो भने सुगौली सन्धि भएको थियो। यसको राइट एन्सर अप्सन डी रह्यो। त्यस्तै क्वेशन नम्बर 23 मा जाउँ। क्वेशन नम्बर 23 मा भण्डारकाल पर्व कहिले घटेको थियो? अप्सन ए विक्रम सम्वत 1903 असोज 2, अप्सन बी 1903 कार्तिक 12, अप्सन सी 1904 साउन 13 र अप्सन डी 1903 कार्तिक 2 गरेर अप्सन रहेका छन्। अब भण्डारकाल पर्व चाहिँ विक्रम सम्वत 1903 कार्तिक 12 मा घटेको थियो। यसको राइट एन्सर अप्सन बी रह्यो। विक्रम सम्वत 1903 कार्तिक 12 मा चाहिँ भण्डारकाल पर्व घटेको थियो। 1903 असोज 2 मा कोत पर्व घटेको थियो है। यो मितिबाट नै नेपालमा राणा शासनको सुरुवात भएको थियो र 1904 साउन 13 मा चाहिँ अलौ पर्व घटेको थियो। यो 1903 कार्तिक 12 भनेको भण्डारकाल पर्व भयो, 1903 असोज 2 भनेको कोत पर्व भयो र 1904 साउन 13 भनेको चाहिँ अलौ पर्व हो है। त्यस्तै क्वेशन नम्बर 24 मा जाउँ। क्वेशन नम्बर 24 मा तलका भनाइबारे विचार गर्नुहोस् भनेर विभिन्न भनाइ दिएको छ। 1 मा छ सेतो दरबारको निर्माण वीर शमशेरले गरेका थिए। 2 मा छ राति 12 बजे तोप पड्काउने चलन देव शमशेरले चलाएका हुन्। 3 मा छ कार्यालय समय 10 देखि 4 कायम भीम शमशेरले गरेका थिए। 4 मा छ नेपालमा महाभूकम्प विक्रम सम्वत 1990 माघ 2 मा मोहन शमशेरको पालामा आएको थियो गरेर चाहिँ विभिन्न भनाइहरू रहेका छन्। अप्सन ए मा छ 1 र 2 मात्र ठिक, अप्सन बी मा छ 2, 3 र 4 मात्र ठिक, अप्सन सी मा छ 1, 2 र 3 मात्र ठिक र अप्सन डी मा छ सबै ठिक गरेर अप्सन रहेका छन् है। अब यी भनाइहरू मध्ये 1 मा भएको यो सेतो दरबारको निर्माण वीर शमशेरले गरेका थिए, यो भनाइ ठिक छ। राति 12 बजे तोप पड्काउने चलन देव शमशेरले चलाएका हुन्, यो पनि ठिक छ। कार्यालय समय 10 देखि 4 कायम भीम शमशेरले गरेका थिए, यो पनि ठिक छ है। र 10 देखि 5 चाहिँ देव शमशेरले गरेका हुन् है। अघि पनि हामीले चर्चा गरेकै कुरा हो यो है। कार्यालय समय 10 देखि 4 कायम गर्ने भीम शमशेर हुन्, यो पनि ठिक छ हैन। र नेपालमा महाभूकम्प विक्रम सम्वत 1990 माघ 2 मा गएको थियो, यो चाहिँ ठिक छ। तर यो बेला चाहिँ मोहन शमशेर चाहिँ प्रधानमन्त्री थिएनन्, जुद्ध शमशेर चाहिँ प्रधानमन्त्री थिए है। त्यही भएर यो 4 को चाहिँ गलत रहेको छ। यसको राइट एन्सर अप्सन सी हुन्छ। 1, 2 र 3 मात्र भनाइहरू चाहिँ ठिक रहेका छन्, 4 को चाहिँ गलत रहेको छ। नेपालमा महाभूकम्प विक्रम सम्वत 1990 माघ 2 मा आएको थियो, यो ठिक छ। र यो बेलाको प्रधानमन्त्री चाहिँ जुद्ध शमशेर हुन् है। मोहन शमशेर भनेको नेपालको अन्तिम राणा प्रधानमन्त्री हुन्। त्यस्तै क्वेशन नम्बर 25 मा जाउँ। क्वेशन नम्बर 25 मा लोकसेवा आयोगको पहिलो महिला अध्यक्ष को हुन्? अप्सन ए लुना भट्ट, अप्सन बी कायोदेवी यमी, अप्सन सी सुभद्रा सुब्बा दाहाल र अप्सन डी शैलजा आचार्य गरेर अप्सन रहेका छन्। अब लोकसेवा आयोगको पहिलो महिला अध्यक्ष चाहिँ कायोदेवी यमी हुन्। यसको राइट एन्सर अप्सन बी रह्यो। लोकसेवा आयोगको पहिलो महिला अध्यक्ष कायोदेवी यमी हुन्। लुना भट्ट भनेको एसएलसी मा बोर्ड फर्स्ट हुने पहिलो महिला हुन् हैन। सुभद्रा सुब्बा भनेको नेपाली भाषामा पीएचडी गर्ने पहिलो महिला हुन्। शैलजा आचार्य भनेको चाहिँ पहिलो उप प्रधानमन्त्री हुन् है। यसको राइट एन्सर अप्सन बी रहेको छ। त्यस्तै क्वेशन नम्बर 26 मा जाउँ। क्वेशन नम्बर 26 मा ढिकुर प्रथा कुन समुदायको परम्परागत प्रचलन हो? अप्सन ए मगर, अप्सन बी नेवार, अप्सन सी थकाली र अप्सन डी थारू गरेर अप्सन रहेका छन्। अब ढिकुर प्रथा चाहिँ थकाली समुदायको परम्परागत प्रचलन हो। यसको राइट एन्सर अप्सन सी रह्यो। ढिकुर प्रथा चाहिँ थकाली समुदायसँग चाहिँ सम्बन्धित रहेको कुरा भयो। त्यस्तै क्वेशन नम्बर 27 मा जाउँ। क्वेशन नम्बर 27 मा नेपालको कुल जनसङ्ख्या मध्ये कति प्रतिशत जनसङ्ख्याले इस्लाम धर्म मान्ने गर्दछन्? अप्सन ए 3.17%, अप्सन बी 5.09%, अप्सन सी 1.76% र अप्सन डी 8.21% गरेर अप्सन रहेका छन्। अब नेपालको कुल जनसङ्ख्या मध्ये चाहिँ 3.17%ले किरा धर्म मान्छन् है। 5.09%ले इस्लाम धर्म मान्छन्। यसको राइट एन्सर अप्सन बी रह्यो है। र 1.76% भनेको चाहिँ क्रिस्चियन धर्म अर्थात् इसाई धर्म, अनि 8.21%ले चाहिँ के गर्छन् भने बौद्ध धर्म मान्दछन् है। नेपालको कुल जनसङ्ख्या मध्ये 5.09%ले चाहिँ इस्लाम धर्म मान्छन्, 3.17%ले किरात धर्म मान्छन्, 1.76%ले इसाई धर्म मान्छन् र 8.21%ले चाहिँ बौद्ध धर्म मान्दछन्। त्यस्तै क्वेशन नम्बर 28 मा जाउँ।
क्वेसन नम्बर 28 मा जैन धर्मको उत्पत्ति कहाँबाट भएको थियो? अप्सन ए पन्जाब भारत, अप्सन बी तालबन्डी भारत, अप्सन सी लुम्बिनी नेपाल र अप्सन डी सिन्धु घाटी पाकिस्तान गरेर अप्सन रहेका छन्। अब जैन धर्मको उत्पत्ति चाहिँ भारतको पन्जाबबाट चाहिँ भएको थियो। यसको राइट एन्सर अप्सन ए रह्यो। जैन धर्मको उत्पत्ति चाहिँ भारतको पन्जाबबाट चाहिँ भएको थियो। जैन धर्मको प्रवर्तक भनेको महावीर जैन हुन् है। अनि तालबन्डी भारतबाट चाहिँ सिख धर्मको उत्पत्ति भएको थियो। नेपालको लुम्बिनीबाट बौद्ध धर्म, यो सबैलाई थाहा छँदैछ होइन। अनि पाकिस्तानको सिन्धु घाटीबाट चाहिँ हिन्दू धर्मको उत्पत्ति भएको थियो। त्यस्तै क्वेसन नम्बर 29 मा जाउँ। क्वेसन नम्बर 29 मा गौतम बुद्धलाई खीर खुवाई ज्ञान प्राप्त गर्नमा सहयोग गर्ने महिलाको नाम के थियो? अप्सन ए छन्दक, अप्सन बी कन्थक, अप्सन सी सुजाता र अप्सन डी मायादेवी गरेर अप्सन रहेका छन्। अब गौतम बुद्धलाई खीर खुवाएर चाहिँ ज्ञान प्राप्त गर्नमा सहयोग गर्ने महिलाको नाम चाहिँ सुजाता थियो। यसको राइट एन्सर अप्सन सी रह्यो। गौतम बुद्धलाई खीर खुवाउने महिलाको नाम चाहिँ सुजाता थियो। अनि छन्दक भनेको गौतम बुद्धका सारथीको नाम हो होइन। अनि कन्थक भनेको गौतम बुद्धको घोडाको नाम, आमाको नाम त मायादेवी, यो सबैलाई थाहा छँदैछ होइन। गौतम बुद्धको आमाको नाम मायादेवी हो। त्यस्तै क्वेसन नम्बर 30 मा जाउँ। क्वेसन नम्बर 30 मा बहाई धर्मका प्रवर्तक तलका मध्ये को हुन्? अप्सन ए गुरु नानक, अप्सन बी बहुल्लाह, अप्सन सी महावीर जैन र अप्सन डी पैगम्बर मोहम्मद गरेर अप्सन रहेका छन्। अब बहाई धर्मका प्रवर्तक चाहिँ बहउल्लाह हुन् है। यसको राइट एन्सर अप्सन बी रह्यो। बहाई धर्मका प्रवर्तक चाहिँ बहउल्लाह हुन् है। अनि गुरु नानक भनेको सिख धर्मको, अनि जैन धर्मको महावीर जैन भइहाले होइन। र इस्लाम धर्मको चाहिँ पैगम्बर मोहम्मद हुन् है। यसको राइट एन्सर अप्सन बी रहेको छ। त्यस्तै क्वेसन नम्बर 31 मा जाउँ। क्वेसन नम्बर 31 मा रावणको तरबारलाई के भनिन्छ? अप्सन ए चन्द्रहास, अप्सन बी साराङ, अप्सन सी गाण्डीव र अप्सन डी विजय गरेर अप्सन रहेका छन्। अब रावणको तरबारलाई चाहिँ चन्द्रहास भनिन्छ। यसको राइट एन्सर अप्सन ए रह्यो। रावणको तरबारलाई चन्द्रहास भनिन्छ। अनि विष्णुको धनुलाई सारङ भनिन्छ है। अनि अर्जुनको धनुलाई गाण्डीव भनिन्छ। कर्णको धनुलाई चाहिँ विजय भनिन्छ। त्यस्तै क्वेसन नम्बर 32 मा जाउँ। क्वेसन नम्बर 32 मा पाता मेला कुन जातिको पर्व हो? अप्सन ए थारू, अप्सन बी तामाङ, अप्सन सी सन्थाल र अप्सन डी सतार गरेर अप्सन रहेका छन्। अब पाता मेला चाहिँ सतार जातिको पर्व हो। यसको राइट एन्सर अप्सन डी रह्यो। पाता मेला चाहिँ सतार जातिको पर्व हो। पाता मेला भनेको चाहिँ सतार जातिका मानिसहरूले चाहिँ शिव पार्वतीको पूजा आर्जना गर्दै नाचगान गर्ने एउटा पर्व हो है। त्यस्तै क्वेसन नम्बर 33 मा जाउँ। क्वेसन नम्बर 33 मा सोरठी नाच कुन जातिका मानिसहरूसँग सम्बन्धित रहेको छ? अप्सन ए तामाङ, अप्सन बी मगर, अप्सन सी गुरुङ र अप्सन डी थारू गरेर अप्सन रहेका छन्। अब सोरठी नाच चाहिँ गुरुङ जातिका मानिसहरूसँग सम्बन्धित रहेको छ। यसको राइट एन्सर अप्सन सी रह्यो। त्यस्तै क्वेसन नम्बर 34 मा जाउँ। क्वेसन नम्बर 34 मा उन्नत आदिवासी जनजातिमा तलका कुन कुन जाति पर्दछन्? अप्सन ए थकाली र शेर्पा, अप्सन बी नेवार र सुनवार, अप्सन सी लिम्बू र गुरुङ र अप्सन डी थकाली र नेवार गरेर अप्सन रहेका छन् है। अब उन्नत आदिवासी जनजाति चाहिँ दुईवटा जातिहरू रहेका छन्। ती चाहिँ थकाली र नेवार हुन्। यसको राइट एन्सर अप्सन डी रह्यो। उन्नत आदिवासी जनजातिमा थकाली र नेवार जाति चाहिँ पर्दछन्। र आजको अन्तिम क्वेसन नम्बर 35 मा जाउँ। क्वेसन नम्बर 35 मा तलका भनाइबारे विचार गर्नुहोस् भनेर विभिन्न भनाइहरू दिएको छ। एकमा छ विवाहमा सम्धि लडाई गर्ने चलन कुमाल जातिमा रहेको छ। दुईमा छ लतार्ने विवाह छन्त्याल जातिमा रहेको छ। तीनमा छ बच्चा जन्मन साथ 1 वर्षको मान्ने चलन शेर्पा जातिमा रहेको छ। र 4मा छ सबैभन्दा बढी जनसङ्ख्या भएको आदिवासी जनजाति मगर हो गरेर चाहिँ विभिन्न भनाइरहेका छन् है। अप्सन ए छ 1 र 2 मात्र ठिक, बी छ 2 र 3 मात्र ठिक, सी छ 2, 3 र 4 मात्र ठिक र अप्सन डी सबै ठिक गरेर चाहिँ अप्सनहरू रहेका छन्। अब यी भनाइहरू चाहिँ सबै भनाइ चाहिँ के छ भन्दा ठिक छन् है। यी भनाइ चाहिँ सबै ठिक रहेका छन्। यसको राइट एन्सर अप्सन डी रह्यो। विवाहमा सम्धि लडाई गर्ने चलन चाहिँ कुमाल जातिमा रहेको छ। लतार्ने विवाह छन्त्याल जातिमा रहेको छ। अनि बच्चा जन्मन साथ 1 वर्षको मान्ने चलन शेर्पा जातिमा रहेको छ। र सबैभन्दा बढी जनसङ्ख्या भएको आदिवासी जनजाति चाहिँ मगर हो है। यी सबै भनाइहरू चाहिँ सही रहेका छन्। र सँगै आज हामीले 35 वटा क्वेसन चाहिँ इतिहास र संस्कृति टपिकमा आधारित रहेर प्र्याक्टिस गरिसक्यौँ। हजुरहरूलाई भिडियो कस्तो लाग्यो? मन पर्यो भने लाइक गर्न नबिर्सनु होला। भिडियोलाई धेरैभन्दा धेरै सेयर गरिदिनु होला। अनि च्यानललाई सब्स्क्राइब गरेर च्यानलमा जोडिनु होला। र आज कतिवटा क्वेसन मिलाउनु भयो त्यो कुरा कमेन्टमा भन्न नबिर्सनु होला। र हिजोको भिडियोको लिङ्क चाहिँ डिस्क्रिप्सनमा म राखिदिन्छु, त्यहाँबाट त्यो भिडियो पनि हेर्नु होला। त्यो भिडियोलाई पनि सेयर गर्नु होला।
अब हामी भोलि अर्को टपिकमा आधारित भएर चाहिँ विभिन्न महत्त्वपूर्ण क्वेसनहरू प्र्याक्टिस गर्नेछौँ। धन्यवाद, नमस्ते।